So hello and namaste. So आज म चाहिँ जापानिज क्लासमा छु. सो मेरो क्लास चाहिँ यो होइन, तर म अरू क्लासमा पढ्छु, तर त्यहाँ मान्छे धेरै भएर म यो क्लासमा सिट भएको जस्ट टु मेक अ ब्लग. एन्ड यु नो द्याट हामी चाहिँ जापानिज ल्याङ्ग्वेज लर्निङ प्रोसेसको ब्लगहरू बनाउँदैछु. त्यो जापानिज लर्निङको म प्रोसेसहरू देखाउँदैछु र यो चाहिँ मेरो क्लास हो. गुड. अनि आजको भ्लगमा चाहिँ म मेरो थोरै जापानिज ल्याङ्ग्वेज स्कुल कहाँ छ र म के गर्दैछु अहिले सबैले पनि जानुपर्छ. म देखाउँछु यो कहाँ लोकेटेड छ भनेर. नारायण गोपाल चोकमा छ यो सामुराई जापानिज ल्याङ्ग्वेज लर्निङ स्कुल हो यो. सेन्सले राम्रै पढाउनुहुन्छ, त्यही हो. अहिले म तपाईँहरूले बाहिर पनि देखाउँछु कस्तो छ. अनि लोकेसन भिडियो नै म हाल्नुहुन्छ है त. जस्ट अ ऱ्यान्डम ब्लग अर द जापानिज लर्निङ स्टुडेन्ट बाई स्ट्रेन्जर. थ्याङ्क यू. सो आजको भिडियो चाहिँ इट्स अ डे 2 ब्लग एन्ड आई हेभ स्टडिङ एन्ड 4 अहिले हामी लेसन्स 26 हो. यो पनि पढ्दैछु अहिले. अलिकति मिनिङहरू चाहिँ लामो छ, अलिक गाह्रो पनि छ, तर ठिकै छ. आज चाहिँ पढेको के भन्दाखेरि अब 26 लेसन्समा चाहिँ समथिङ लाइक केही कुराहरू बताउँदाखेरि चाहिँ छ यसमा के भन्ने चाहिँ उन्देश भन्ने चाहिँ पढ्नु पर्दैछ 26 लेसनमा. जस्तै उन्देश देशका ते फर्म प्लस इतादाकेमासेन नन प्रेड फर्म पढ्नुपर्ने हुन्छ. तपाईँलाई म पछि भन्छु यसको बारेमा. आफ्नो कुराहरूलाई अरूले आफ्ना ध्यानपूर्वक सुनुन् भनेर भन्नुपर्दा भनेर उन्देश लगाइन्छ. जस्तै लेसन 26 म आज पढि स्टार्ट भएको, त्यही भएर मलाई पनि अलिकति आउँदैन. त्यही भएर कम्पिटिसनमा पनि आई विल स्टडी एन्ड आई विल टेल यु this one. So lesson 26. म तपाईँलाई जापानिज ल्याङ्ग्वेज स्कुल चाहिँ कस्तो छ म देखाउने प्रयास गर्छु र कहाँ लोकेसन चाहिँ कहाँ छ भने त्यो पनि बाहिरको भिडियोले खिच्ने प्रयास चाहिँ गर्छु है त. लेट्स गो. So this one is our class है. आजकल हामी चाहिँ त्यो क्लासमा पढ्ने हो, तर त्यहाँ चाहिँ स्टुडेन्टहरू छ, त्यही भएर सेन्सर पनि हुन्छ. त्यही भएर त्यो क्लासमा चाहिँ भिडियो गर्न मिल्दैन. दिस वान इज आवर क्लास है. すみません、そこに置いといてください。先生の研究室はいつも綺麗ですね。私は片付けるのが好きなんです。本もきちんと並べてあるし、整理するのが上手なんですね。昔、上手な整理の方法という本を書いたことがあるんです。すごいですね。あまり売れませんでしたけどね。よかったら一冊持ってきましょうか。Hello, so this one is our samurai school होइन. हामीले चाहिँ यहाँ अब जुत्ता खोल्नुपर्ने हुन्छ र चप्पल युज गर्नुपर्ने हुन्छ, किनकि इट्स आवर रुल्स होइन. त्यही हो. दिस वान इज आवर स्कुल है, स्कुल यही हो. दिस वान सुज ऱ्याक पढ्ने यही हो. लुगा पसलहरू चाहिँ तपाईँलाई अरू के छ. सिङ्गापुर फेन्सी स्टोर एक सकर गर्नु. Outfit sake also. So outfit sake, I'm just wearing a pants. So this one is my outfit currently. Let's go.
You can get a wooden bridge here. Wooden bridge पनि पाइन्छ that one to Naran Gopal Park ठ्याक्कै माथि Samurai School red light currently. We're just crossing the road now. Here is the Naran Gopal Park ठ्याक्कै माथि Samurai गएको Samurai हजुर ठ्याक्कै त्यो पाहाड दिन सक्नुहुन्छ क्या मलाई चाहिँ नेपालको यो माउन्ट ब्रिज जस्तो लाग्छ क्या साह्रै राम्रो लाग्छ क्या मलाई जस्तो यो बाटो आउँदा चाहिँ ठ्याक्कै सरौटबाट ठ्याक्कै देखिन्छ क्या यो रियली गुड यार तरकारी किन्न जान्छु म अनि त्यसपछि पसलमा पनि जान्छु थोरै सपिङ गर्छु त्यसको भिडियो बनाउँछु सो I am currently at the Linga Bhairavi temple in Bosundhara. Linga Bhairavi, yeah, that one's the Linga Bhairavi temple in Bosundhara. So we are currently at the Big Mart ko Texas side ma. त्यहाँ तरकारी पसल छ Let's go man. It's closed now यार बन्द रहेछ. So this one is a shop. So I did a little shopping today. म फेरि घर फर्किँदैछु. Now I will show you मैले के सामानहरु किनेको छु भनेर. And yeah. So I am in my home currently. And I just did a shower, take a shower. I will just make my meal, first meal. This is just the rice, bodeko bhat, jaulo, and some beans. So I bought this atta and gedagudi quantity one. It just started raining here. पानी धेरै पर्छ यार तर So this one is my meal. I have just prepared now. Jaulo. This one beans and you say overnight soaked peanut. And this one is water. Just simple. So this one is my meal number 1. So we are following. So I just want to create a vlog about the healthy eating. Healthy eating. I've just planned to cut out the sugar intake also. Chini pani nakhane. Ani bistare plant-based food mattrai khane. Just like to let you know that I am a vegetarian. I always eat the plant-based food only. Tara obviously I am seriously we will not eat any kind of sugar also, as well as we will try to cut a dairy product also. जुन चाहिँ दुधबाट बनेको कुराहरु पनि हामी कट आउट गर्ने र नखाने भन्ने just a plant-based food vegan भनेर चलेको छ नि त. Just we will just try it out the vegan and let's go with whatever happen to our body. I think it's really good to everyone should follow the plant-based food. And Sadhguruko I am just disciple of Sadhguru भन्नु म उहाँलाई फलो गर्छु. उहाँको कुराहरु चाहिँ धेरै राम्रो लाग्छ मलाई. अनि उहाँले भन्नुभएको कुराहरु चाहिँ हामी पोइन्ट आउट गरेर यसलाई फलो गर्ने कोसिस गर्छौं. I will just write his कुराहरु लेख्छु उहाँले भन्नुभएको कुराहरु and we will try to follow that things. Let's go. Let's improve together. So let's start our Japanese learning. Lesson 26 meaning of forms. त्यसपछि do exercise. Okay. I'll just make a time lapse of my studying here. So lesson 26 को meaning के छ यसमा चेक गर्नु भनेको जाँच्नु भनेको चाहिँ मिमासु, सर्च गर्नु भनेको चाहिँ सागासिमासु, ढिला हुनु भनेको चाहिँ ओकुरेमासु, जिखान्नी समयमा ढिला हुनु भनेको जिखान्नी ओकुरेमासु, भ्याउनु be in time मानी आइमासु, अनि के कुरा गर्नु भनेको चाहिँ यारिमास, अनि के पत्ता लगाउनु भनेको चाहिँ हिरोइमासु, एटेन्ड गर्नु उपस्थित हुनु भनेको चाहिँ सागासिमासु, पार्टीमा उपस्थित हुनु भनेको चाहिँ पार्टीमा
पातेनी सानखासिमास भनेको चाहिँ पार्टीमा उपस्थित हुनु अनि अप्लाई फर केही कुरालाई अप्लाई गर्नु भनेको चाहिँ मौसिकोमिमास अप्लाई फर इक्जाम भन्यो भने सिकेन्नी मौसिकोमिमास त्यस्तो भन्नुहुन्छ अनि कन्भिनियन्ट अनुकूल ठिक छ भने चाहिँ चुगौगा इ इन्कन्भिनियन्ट चुगौगा वारोइ फिल ब्याड किबुनगा इ फिल वेल भनेर चाहिँ किबुनगा इ फिल ब्याड अनि किबुनगा वारै न्युज पेपर पब्लिकेसन कम्पनी भनेको चाहिँ सिन्मुन्स्या एथलेटिक मिटिङ भनेको चाहिँ खेलकुद दिवस भनेको चाहिँ उन्दो खाइ बोन फेस्टिभल भनेको चाहिँ त्यहाँनिर बोन भनेको एउटा नाच्ने चाडपर्व हुन्छ जापानमा त्यो चाहिँ बोन ओदोरी भन्छ फ्री मार्केट फुरी मार्केट भन्छ जापानिजमा चाहिँ प्लेस बास्यो भोलुन्टार बोरान्तेया वालेट साइफु कुक डाइट बिल्डिङ संसद भवन हो खासमा संसद भवन भनेको चाहिँ कोखाई जिदो कोखाकी जिदो प्रनाउन्सिएसन गर्छ अलिक गाह्रो रहेछ बिग डे भनेको चाहिँ बेन हप्ताको अन्तिम दिन इजिचु स्थानीय भाषा भनेको चाहिँ बेन नेक्स्ट टाइम अदर टाइम अर्को समय कोन्दो प्रिटी भेरी मच एकदम राम्रो जुइबुङ चुकुसेचु डाइरेक्टली इचु देमो एनी टाइम दुको देमो एनीवेयर डारे देमो एनीबडी नाम देमो एनीथिङ अनलाइक दिस खोन्ना सोन्ना अन्ना ब्रोडकास्ट कम्पनी रेडियो कम्पनी चिल्ड्रेन्स डे बाल दिवस भनेको चाहिँ बोलोमोही स्टोआ बक्सेस पुट इन अर्डर्स मिलाउनु भनेको खाता झुके मास लगेज निमोचुगा गोमी भनेको फोर गोमियो दासीमासु भनेको चाहिँ फोर चाहिँ बाहिर राख्नु गोमियो मोए मासु भनेको चाहिँ फोरलाई चाहिँ जलाउनु मन्डे ट्युसडे वेडनेसडे सर्ट फर्म चाहिँ गेचु सोई किन दो त्यसरी भन्छ ओकिबा प्लेस वेयर समथिङ इज पुट ओकिबा योको साइड बोटल्स बिन क्यान खान हट वाटर उयु ग्यास खाइस्या कम्पनी कन्ट्याक्ट गर्नु रेनराकुसिमास भनेर कन्ट्याक्ट गर्नु वाट्सलाई डु के गर्न सक्छु त कुमात्ताना के गर्नु इलेक्ट्रोनिक डेन्सिमेरु इलेक्ट्रोनिक विद्युत प्रचार स्पेस युनिभर्स अन्तरिक्ष च्यु बी अफ्रेड अफ कोवाई डर लाग्दो बी अफ्रेड अफ स्पेससिप अन्तरिक्षियन च्युसेन एनदर अर्को फरक हुनु बेचु उच्यो कोसी एस्ट्रोनट अन्तरिक्ष यात्री उच्यो कोसी जापानिज एस्ट्रोनट्स दुई टाकाओ जापानिज एस्ट्रोनट चाहिँ दुई टाकाओ सो लेट्स स्टोरी सबै कथा गरौँ अनि आई विल जस्ट मेक इट टाइमलेस भिडियो सो फेरि पानी पर्ला जस्तो छ
उसको नाम चाहिँ सन्देश, हाम्रो छिमेकी आन्टीको छोरा। दादालाई माया गरिदियो त, दादा भन्दियो, दादा भन्दियो, दादा भन्दियो, दादा भन, दादा नभन्ने, माया गरिदियो ल, बाई बाई गरिदियो त, बाई बाई गरिदियो, नमस्ते गरिदियो, नमस्ते नमस्ते गरिदियो, नमस्ते यता हेर्नु ल, माया गरिदियो दाइलाई, माया गरिदियो त, यता माया गरिदियो दाइले ल। एकदमै चकचके छ।